म चाहिँ भाइको छोराको मुख हेर्न जाँदैछु गाइजहरू। अहिलेसम्म हेरेको छैन, आज 3 दिन भइसक्यो छोरा जन्मेको, अहिलेसम्म मैले मुख हेरेको छैन। म चाहिँ अब जाँदैछु गाइजहरू है। ल म चाहिँ अब यहाँ भाइहरूलाई नि है म छोराको मुख हेर्न आउँछु। म गएर आउँछु है त है। ल यहाँ चाहिँ भाइहरू कान्छो सानो दिएछ मेरो भाइ। अब म चाहिँ गाइड जाँदैछु छोराको हेर्ने चाहिँ मेरो पसल क्याफे खाली छ, शनिबार लागेको छ, खाली छ। यता गनिगाल भयो, यताबाट चाहिँ भाइको कोठा चाहिँ यता हो। म उता जान्छु। म मेरो हिरोमा चढेँ हो। अब ट्याटो बसौँ, अब सब लाएर म चाहिँ बाइकमा चढेँ। लु म चाहिँ अहिले कोठाभित्र छिरिसकेँ। यहाँ चाहिँ म भर्खरै बुवालाई सुत्केपछि आएर भर्खरै भात खाँदै यहाँ चाहिँ माइली बुहारी भर्खरै कति बज्यो आज नुहारन भएर होला भर्खरै 12-2 बज्यो। खोइ कान्छा कता गयो? कान्छाको मुही हेर्छ 5 बजे यहाँ चाहिँ धेरै बिजी भइसक्यो यस्तै हो। भान्जु म्याडम हाम्रो सान्छी पानी खाँदैछ। कान्छाले खोइ पैसा 5 रुपियाँ आएन मलाई फेरि 5 रुपियाँ गरिदिन्छ। यो चाहिँ बाबा हो। छोरो यो दिँदैछु। कान्छ छोरो मजाले सुरिरहेछ केटो पैसा बोकिरहेछ हातमा। पैसा चाहिँ हातैमा छ है फेरि। ल त्यसमा फाइनली मैले छोराको मुख हेरेँ। ल अनि यो पनि खानुहोस्। के छ खोइ यति फेरि गहुँत रहेछ गहुँत है। गाईको मुथान बन्ने जान्छ। आयो मिठो छ।